बाटो घाटो पार्टी को नेतृत्वबाट हो। हामीहरू यो जनकपुरलाई तपाईको 2-3 सालदेखि हेरिरहेको छु राम्रोसँग। तपाईको यहाँको फोहोर एकदम जो नेपालमा कहीँ नभएको अवस्था जनकपुर जता जानु बिहानै तपाईको 2 दिन 3 दिनसम्म फोहोर थुपारेछ। कुनै व्यवस्था छैन। नाक तपाईको यति गन्दिन्छ ठेकान छैन। तपाईको हरेक वार्डमा गल्ली गल्लीमा जानुस् रोडको अवस्था त्यस्तै छ। 100 मिटर बनेछ, 100 मिटर खाल्टो छ। स्कुलको विद्यार्थीहरूलाई स्कुल जाने अवस्था तपाईको छैन। यो जनकपुरलाई पुरै बजेट पुरै विकास त एडिपीले गरिदियो, तर यहाँको बजेट कहाँ गयो, कहाँ लगायो यो नगरपालिकाले? हामीहरूको यही हेर्दै तपाईको आज बाध्य भएर त्यो सावधानी गर्न हामीहरू आएछौँ जनमतपट्टिबाट कि यो धेरै भयो, अति भयो, एकदम भ्रष्टाचारी। तपाईको बेजुरी खर्च कति अरब देखाएछ, ठेकान छैन। मेन हामीहरूको तपाईको फोकस नै यही हो, जनतालाई जागरुक गर्ने। यो जनकपुरको तपाईको जुन बौद्धिक सर्कलको जनता, पढा लेखेको जनता, त्यसको पनि कमजोरी छ। उनीहरू हेर्दै चुपचाप लागेर बसेछ, आवाज उठाउँदैन। हामीहरूको कर पैसाले यो नगरपालिका चलिरहेछ, तर नगर मेयर तपाईको करोडौँको गाडी बेलासी अमेरिकामा चढ्ने मन्त्री जस्तो गाडी चढेछ। विकासलाई तपाईको नजरअन्दाज गरेर खाली मिटिङमा व्यस्त छ। यो विकास जनकपुरको विकासलाई केही ध्यान नदिइकन बर्बाद पारेछ जनकपुरलाई। त्यही भएर हामीहरू आज बाध्य भएर आन्दोलित भएर सावधान गराउन आएछौँ। तपाईँको नाम के भयो? सञ्जय शाह, जनमत पार्टीको कार्यकर्ता हुनुहुन्छ? हजुर, सक्रिय कार्यकर्ता।